नमस्ते, टेस्ट लेक यहाँहरूलाई सम्बोधन लिपि अनलाइनमा स्वागत छ। आज म तपाईहरूलाई मुन्जुक दान ज्यार्ने लोकताङ यानि कि मुन्जुकसँग जोडेर पढ्ने तरिका सिकाउन गइरहेको छु। पहिला हामीले जान्नुपर्ने मुन्जुक भनेको के हो? मुन्जुक भनेको मिङ्सी अक्षरको अगाडि भएको कारणले यसलाई मुन्जुक भनिन्छ। जस्तै उदाहरण घाउच्या नाचेन, यसमा च्या चाहिँ मिङ्सी हो, घा चाहिँ मुन्जुक हो र ना चाहिँ झुन्जुक हो। यसै गरी घाउ ताङा सा ताङ, यसमा चाहिँ घा चाहिँ मुन्जुक हो, ता चाहिँ मिङ्सी हो, ङा चाहिँ झुन्जुक हो र सा चाहिँ याङजुक हो। हामीले मुन्जुक, झुन्जुक र याङजुक सिकिसक्यौँ र यदि तपाईले यस बारेमा प्रश्न भएन भने माथि दायाँपट्टि आई बटनमा लिङ्क छोडेको छु, यसलाई प्रेस गरिकन तपाईले फेरि यसलाई पढेर प्रश्न बनाउन सक्नुहुनेछ। ल है त आजको पाठ सुरु गरौँ। घाउच्या नाचेन, घाउच्या नाचेन, घाउच्या नाचेन, घाउन्या नानेन, घाउन्या नानेन, घाउन्या नानेन, घाउता ताते, घाउता ताते, घाउता ताते, घाउ थाङा सा थाङ, घाउ थाङा सा थाङ, घाउ थाङा सा थाङ, घाउ नाङा नाङ, घाउ नाङा नाङ, घाउ नाङा नाङ, घाउ चाङा चाङ, घाउ चाङा चाङ, घाउ चाङा चाङ, घाउ स्यारा स्यार, घाउ स्यारा स्यार, घाउ स्यारा स्यार, घाउ सा सा, घाउ सा सा, घाउ सा सा, घाउ याका याक, घाउ याका याक, घाउ याका याक, घाउ स्याङा स्याङ, घाउ स्याङा स्याङ, घाउ स्याङा स्याङ, घाउ स्यारा स्यार, घाउ स्यारा स्यार, घाउ स्यारा स्यार, घाउ साना सेन, घाउ साना सेन, घाउ साना सेन, धौ का का, धौ का का, धौ का का, धौ खा खा, धौ खा खा, धौ खा खा, धौ ङा खा सा ङाक, धौ ङा खा सा ङाक, धौ ङा खा सा ङाक, धौ पा का पाक, धौ पा का पाक, धौ पा का पाक, धौ वाङा वाङ, धौ वाङा वाङ, धौ वाङा वाङ, धौ मा मा, धौ मा मा, धौ मा मा, पौ कप कप, पौ कप कप, पौ कप कप, पौ खसा के, पौ खसा के, पौ खसा के, पौ चा चा, पौ चा चा, पौ चा चा, पौ ताङा ताङ, पौ ताङा ताङ, पौ ताङा ताङ, पौ धका धक, पौ धका धक, पौ धका धक, पौ चाना चेन, पौ चाना चेन, पौ चाना चेन, पौ स्याता शे, पौ स्याता शे, पौ स्याता शे,
पौसाङासाङ 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 पौष्याताशे 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 पौसाङासाङ 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 मौखानाखेन 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 मौघर्राघर 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 मौङाराङार 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 मौछानाछेन 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 मौझकाझक 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 मौन्यामान्याम 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 मौथर्राथर 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 मौधाधा 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 मौनाना 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 मौछाङासाछाङ 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 मौझाङासाछाङ 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 हौखाङआखाङ 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 हौखाङआसाखाङ 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 हौछकाछक 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 हौझल्लाझल 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 हौथामाथाम 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 हौधकाधक 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 हौफकाफक 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 हौछाङआसाछाङ 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 हौझाम्माझाम 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 यसमा तपाईहरूले ध्यान दिनुपर्ने कुरा धाउको पछि भ आयो भने यसलाई वा भनेर पढिन्छ। जस्तै कि उदाहरण धौवाङा वाङ धौ वाय त याङ आस याङ। यस्तै धाउको पछि भ आयो भने यसलाई वा भनिकन पढिन्छ। धन्यवाद। आजको लागि यति नै। तपाईको दिन शुभ रहोस्।